माछिनी तिमीहरूको त अझ म के भन्छु भने माछिनी यो राणीको छोरो सरकारले बाहिरको सेनाहरू सबै लिएर आएर माछिनी तिमीहरूको घरमा भएका दिदी बहिनी आमाहरूलाई मुजी दिउँसै मुजी आएर मुजी चिक दिनुपर्छ माछिनी। यो खाते कुकुर गोरु कुकुरको बच्चा कार्तिकमा जन्मेको कुकुरको डाँगो लागेर कार्तिके साला खाते गोरु थुक्कै साला खाते मुजी खाते के बोलेको यो खातेले मासाला खाते भाइरलै हुनुपर्ने छ नि मासाला खातेखेरि मुख छोड्नु पर्दैन त खाते यसरी मुख छोड्नु पर्छ तँलाई भाइरल हुन खाते मासाला खाते तेरो दिदी बहिनी आमा बाउ कोही छैन राडीको छोरा खाते थुक्क रन्डीको बान खाते मासाला खाते भेट्नु अन्त यस्तो हान्थे यो खातेलाई मासाला खाते नि आमा मुख छोडेको यसले मुख छोडेको यार मुख छोड्ने नै लिमिट हुन्छ क्या कति मुख छोडेको अम्मा यो त के हो रे खातेले बोलेको नै जुन सुकै भिडियोहरू यति भयो यति मुख छोडे कि साला खाते मान्छे मरेर गइसक्यो खाते साला अनि अरूलाई जे पाए त्यही आरोप लाउँदै राडीको छोरा खाते मुख छोड्दै बस्छस् मासाला खाते कुकुरको बच्चा सुदन गुरुङ र यो मैनाली भन्नेलाई चाहिँ यसले एकदमै मुख छोडे क्या मुख पनि यतिसम्म छोडेछ कि आमाको शुद्ध गाली दिएछ आमाको शुद्ध हो र सुन्न नसक्ने यो शब्दहरू सुन्नुहोस् तपाईँ एकछिन यो शब्द सुन्नुहोस् यो राडी छ खाते कुकुरको बच्चा यो रन्डी छ भेट्यो नि यस्तो हान्छु कि मैले यस्तो हान्छु कि मेरो अगाडि परोस् न यसको म अगाडिको बाँस सास सब झार्दिन्छु बङ्गालीहरू सुन्नुहोस् यो एकचोटि। अनि रन्डीको छोरो निशानी मैनाली माछिनी आपको खोया राडीको छोरो सुके नाच तर यो त के यसले बोलेको अरु त आमा बाबा तेरो आमा दिदी बहिनीलाई भन्नै मैले बोल्नै मैले शब्दहरू बोल्छ क्या माछिनी नयाँ झोले रन्डीका यो त के तपाईँलाई दिएको मैले शब्दहरू बोल्न धेरै सुनाएको के यसले अरू शब्द सुन्नु भने त आमा हाम्रो नेपाली समाजमा अझ यति धेरै विकसित भइसकेको छ नेपाली समाज यति माथि डेभलप भइसकेको छैन साला ठिक छ गल्ती गरे होला उनीहरूले यति गल्ती गरे उहाँलाई मन परेन होला चित्त बुझेन होला तर भन्ने तरिका नै एउटा तरिका हुन्छ नि यसले बोलेको रन्डीको पानी कुकुरको बच्चा खातेले बोलेको यस्तो यो राडी छालाई नबोलाउ भन्दाखेरि त राडीको छालाई भाइरल हुनै मन थियो नि यसरी आएर बोल्नु पर्छ सोसियल मिडियामा त सिधा बोल्दाखेरि मुख नछोडिन भाइरल नभने गरेर मुख छोड्न आइस् त सोसियल मिडियामा त खातेलाई भेट्टायो भने यस्तो हान्छु कि मैले यस्तो हान्छु कि यो खातेलाई भेट्टायो भने जहाँ भेट्यो त्यही हान्छु क्या। अब यतापट्टि अर्को पनि सुन्नुहोस् कि ए आम्मा यति मुख सुनेर कि तपाईँ इयरफोन लगाएर सुन्नुहोस् है इयरफोन युज गर्नुहोस् फ्यामिलीमा हुनुहुन्छ नि यो शब्दहरू सुन्न सकिँदैन मैले कति शब्दहरू त्यो सुनाउनै मिल्दैन सुनाउँदिनँ पनि कति शब्दहरू आम्मा यति मुख छोडे कि मुख छोड्नेको पनि लिमिट हुन्छ नि यो नि सुन्नुहोस् है माछिनीहरू पख रन्डीका छोरा तिमीहरूको दिन सकिँदैछ क्या छुवावती यस्तो हान्नेकोले यस्तो हान्दिन्थ्यो कि भेट्यो भने माक्सम्म यस्तो पठाउँछु राडीका छोरा घटेका नेताहरू मुख बङ्गा फर्लो झारिन्थे तिमीलाई त भित्रै राखेर मुजी होस गरेर राडी छोरा खाते कुकुरको बच्चा कार्तिके अति रिस उठेको छ साला आफूले दिमागमा बु भरे ए सरकार यसलाई कारबाही गर्न समाज यस्तोलाई हाल उज्जवलमा हेर्नु मुख छोड्ने पनि एउटा लिमिट हुन्छ यार कहाँसम्म मुख छोड्ने कुन तरिकाले मुख छोड्ने हो कति मुख छोडे यस्तो साले तेरो जिन्दगी मुख छोड्ने पनि एउटा लिमिटले छोड क्या तँलाई भेटायो नि मार्छन् सबले राडीका छोरा मासल खातै कुन्नीमा जन्मेछ राडी छोड्यो मुजी पाउँदिन भन्दै बाउले पाउँदिन भने कन्डम लाउँदै कन्डम फुटेर जन्मेको साला अनुहार हेर्नु न अनुहार बोलेको हेर्नु न बोलेको रन्डीको छोरो त्यतिखेर बरु तुइएर गयो भए त आमालाई सन्तोक हुन्छ आनन्द हुन्छ त्यति पाउने आमालाई त राडीको बान खाते यस्ता मुजी तुइएर जानु पर्ने कुन दिन जन्मेछ थुक्क यस्ता मुजीले यस्तो हान्न यस्तो रन किने मसल खाते कति बोलेको एउटा मात्र भिडियो हो यसको एउटा मात्र भिडियो छ यसले मुख छोडेको जुन सुकै भिडियो हेर्नुहोस् न यतिसम्म मुख छोड्छ कि यतिसम्म गिरेर मुख छोड्छ कि सोच्दै नसोचेको मुख छोड्छ क्या गिरेर पनि मुख छोड्ने पनि एउटा लिमिट हुन्छ क्या एउटा ठाउँ हुन्छ मुख छोड्नेको पनि तरिका हुन्छ मुख छोड्ने पनि कतिसम्म छोड्न मिल्छ यति धेरै शब्द नेपालीले पचाउँदैन एउटा कुनै समय याद गर्नु भएको छ कुनै समय एउटा टिकटकमा आएर
एउटा सेक्युरिटी गार्ड गर्ने खास उहाँको मैले नाम बिर्सेँ सेक्युरिटी गार्ड गर्नेले नेपालीलाई एकदमै गाली दिएको थियो मलेसियाबाट उहाँलाई चाहिँ समातेर कारबाही गरेका थियो मिडियाहरू गएर चाहिँ केही हाम्रो नेपाली दाजुभाइहरू गएर चाहिँ एकदमै जात अब कुनै जातहरूलाई भयो केहीलाई भयो कसैलाई भयो एकदमै मुख छोड्यो यसले त्यस्तै आमा बाउको उसलाई मात्र गाली गरे आमा बाउको यस्तो उस्तो गर्नलाई यसरी च्यात्नलाई यसको बोल्ने तरिका त्यो हो के हेरेर बहिछ यार नेपाल पुलिस समात्न यस्तो बोल्नेलाई त हेर्नुहोस् त सामाजिक सञ्जालमा विकृति फैलाउने व्यक्तिहरू त समाउनु न समाजलाई विकृति फैलाइरहेको छैन यसले हाम्रो नेपाली समाज कतो धकेलिँदैछ कतो जाँदैछ हाम्रो नेपाललाई कतो लान खोज्दैछ यसले हाम्रो नेपालको वेशभूषाहरू भाषा कतो लान खोज्दैछ यसले हाम्रो नेपाली ल्याङ्ग्वेज के गर्दैछ यसले कस्तो बनाउँदैछ हाम्रो नेपाली पहिचान के गर्दैछ यो कुरालाई बुझ्नुहोस् नेपाल पुलिसले प्लिज यसलाई गिरफ्तार गर्नु पर्यो सबैजनाले कमेन्ट गर्नु पर्यो यो भिडियो सक्दो सेयर गर्नु पर्यो यो राडीको बानी यो खाते कुकुरको बच्चालाई गिरफ्तार गर्नु पर्यो यसलाई छिटोभन्दा छिटो पुलिसको भ्यानमा हालेर हात कडी लगाएर यसलाई पुरा यस्तो हान्नु कि साला यसको बाउको बिहे होइन क्या हजुरबाको सुत्ता बिहे दिएको छ यसले साला कुकुरको बच्चा मुख छोड्ने पनि लिमिट हुन्छ कहाँसम्म मुख छोडेको कतिसम्म गिरेको त्यस्तो हान्नु त्यस्तो दुनियाँले थाहा नपाओस् क्या यसलाई पिटेकोले तब थाहा पाओस् कि यो जन्म होइन 2-3 जन्मसम्म पिटाइ भनेपछि यो हो भनेर थाहा पाउने गरी पिट्नुहोस् चौकियालाई गाडीको बान खाते मुख छोड्ने पनि लिमिट हुन्छ यार मसला हान्न पक्का पक्सँगले गाडीको बान अझ पनि मुख छोड्छस् एउटा मात्र भिडियो हो र भने यार जहाँ चुक्यो यार सोसियल मिडियामा आम्मा मुख छोड्ने पनि सुनिसक्दै छैन क्या आम्मा फ्याट्टै भिडियो अगाडि आए कसैले चलाउँछ भने फ्यामिलीको अगाडि कसै सुन्छन् तेरो दिदी बहिनी आमा बाउ कोही छैन क्या हो यो राँडीको छोरालाई छिटोभन्दा छिटो कानुनी कारबाही हुनु पर्यो यति धेरै मुख छोड्न पाइँदैन क्या नेपाली समाज त्यति धेरै माथि विकास भइसकेको छैन क्या नेपाली समाज त्यति माथि पुगिसकेको छैन क्या विदेशी कल्चर होइन क्या यो नेपाली कल्चर हो याद गरेर बोल्दाखेरि विकृति नफैला नेपालमा साला हातै अझैले के बोलिरहेको थाहा छ मुख छोड्नेलाई नै समाउने भए गाली गर्नेमा पहिला भिटेनलाई गाली गर्ने कुकुरको बच्चा भिटेनले त्यति धेरै गाली गरे भिटेनले त्यति धेरै मुख छोडेको थियो जस्तो साला खाते अरूसम्म गल्ती दिइरहेको छ यसले यो खातेलाई कानुनी कारबाही छिटोभन्दा छिटो हुनु पर्यो सबैले यसलाई कानुनी कारबाही होस् भनेर कमेन्ट गरेर यो भिडियो सक्दो सेयर गर्नु पर्यो एकदम सोसियल मिडिया त्यस्तो भाइरल भएर चाहिँ यसलाई किन समाइरहेको छैन के हेरेर बसिरहेको छ मसला खातै मैले भेट्नु अझै यस्तो म एकै हाने त्यसलाई म अर्को हान्नु नपार्ने बनाइदिएँ मसला खातै यस्तो रिस उठेर आयो कि यसको बारेमा टिका टिप्पणी नगरौँ भनेको यसले यस्तो मुख छोडेर भन्दा चाहिँ मलाई लास्ट रिस उठ्यो होइन यसले ठिक छ सरकारलाई त्यो गणेश नेपालीको बारेमा ठिक छ यसले के गरेन के बोल्यो त्यसको बारेमा मैले गरिनँ तर यसले त्यो मुख छोडेको हुनाले के बोल्ने पनि राम्रोसँग बोलेर भने यसलाई म केही भने यति धेरै मुख नछोड भाइ तँलाई भेट्टाएँ नै म तेरो मैले मुख छोड्छेन तेरो मुख छोड्ने मुखसुक मैले बाबुआमाले नचिन्ने गरी कुच्याइदिन्छु मैले ट्याक्ची कुच्याखेरि याद गरि यस्तो कुच्याइदिन्छु तेरो त्यो मुख साला खातै यहाँभन्दा धेरै बोल्दिनँ म गाइज